शिक्षा न्युटन स्कुलको मात्रै होइन, शिक्षा तपाईँ एकजनाको मात्रै होइन, शिक्षा समग्र समाजको हो। यो मेरो स्कुल होइन, मैले एउटा स्कुल स्थापना गरेँ, त्यो स्कुल यो समाजको स्कुल। सम्बोधन तिमीलाई गर्दैछु म। 2060 सालमा यो बिर्तामोड नगरपालिका वार्ड नम्बर 6 को यो जात्रुबारीमा श्रद्धेय हरिकुमार परसाई र धर्म पराजुली परसाईले सुसंस्कृत र सक्षम नागरिक तयार गर्नको लागि यो न्युटन एजुकेसन एकाडेमीको स्थापना गर्नुभएको हो। 20 वर्षको दौरानमा आइपुग्दाखेरि लगभग समाजमा यसले पारेको प्रभाव र बच्चाहरूले आफूले गरेका काम कर्तव्यहरूलाई सम्झिरहँदाखेरि एउटा सही बाटो हामीले देखाउन सक्यौँ कि जस्तो महसुस भइरहेको छ। र हरिसरले जुन उद्देश्यका साथ विद्यालय स्थापना गर्न खोज्नु भएको थियो, आज हरिसर त रहनुहुन्न, तर उहाँको उद्देश्यलाई पुरा गर्नको लागि न्युटन एजुकेसन एकाडेमीको टिम अगाडि बढेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। एकजना शिक्षासेवी जसको नसामा शिक्षाको रगत बगेको थियो, यी सुन्दर शैक्षिक सपना सँगालेर पाइला पाइलामा जोखिम मोल्दै अगाडि बढ्दै यो स्कुल जन्मियो। शिक्षाको ज्योति फैल्याउन अनवरत सक्रिय एवं जीवनको अन्तिम क्षणसम्म शैक्षिक क्षेत्रमै क्रियाशील उही हरिसर अर्थात् स्वर्गीय हरिकुमार प्रसाईको सपनाको स्कुल न्युटन्स एजुकेसन एकाडेमी। So, students get equal opportunity according to the interest to develop their abilities, potentialities, and their talents. So, students cannot feel that they are left behind than the others, and they feel disappointed. No. Study-wise also they get equal opportunity to study, learn, and then grow in the interest. यस स्कुलले विद्यार्थीहरूको समग्र विकासका लागि शैक्षिक भ्रमण, रचनात्मक क्रियाकलापसँगै बाल क्लब मार्फत सामाजिकीकरणको अभियान चलाइरहेको छ, जसको माध्यमबाट उनीहरूलाई समाजमा स्थापित गर्न मद्दत पुगेको छ। हामी बालबालिकालाई पढाउने काम मात्रै गर्दैनौँ, उनीहरूलाई जीवन बाँच्न पनि सिकाउँछौँ। प्रत्येक वर्ष यो विद्यालयबाट उत्पादन भएका बच्चाहरूलाई खोज्ने क्रममा कहाँ पुगेका छन् भन्ने कुरामा विद्यालय अगाडि रहेको कुरा छ। र त्यो देख्दाखेरि अहिले हामीलाई यति सन्तुष्टि लागेको छ कि हामीबाट उत्पादन भएका बच्चाहरू पनि अहिले यो विदेश जाने लहर चलिरहेको अवस्थामा आफ्नै क्षेत्रमा, आफ्नै पालिकामा र आफ्नै गाउँठाउँमा पनि सेवा गरिरहेको कुरा हामीले देख्न पाउँदा, हेर्न पाउँदा, सुन्न पाउँदाखेरि हामी अत्यन्त गौरवान्वित भएको कुरा म यहाँहरू माझमा जानकारी गराउन चाहन्छु। विद्यालय दोस्रो घर हो, जहाँबाट बालबालिकाले आफ्नो सुन्दर भविष्य निर्धारण गर्दछन्।